Hi everyone, this is Elsara and welcome back to my channel. अनि हजुरहरूले टाइटल देखेर नै थाहा पाइसक्नुभयो होला आज म के गर्दैछु भनेर। सो आज चाहिँ म डे इन माई लाइफ एज अ नर्सिङ स्टुडेन्ट वाला भिडियो बनाउन जाँदैछु। अनि अहिले चाहिँ मेरो कलेज विक नै चल्दैछ कि यो विक भए चाहिँ मेरो कलेज विक नै चल्छ। अनि अर्को विकमा चाहिँ मेरो ड्युटी छ अनि म ड्युटीको नि भ्लग चाहिँ बनाउँछु। तर अब चाहिँ मेरो कलेजको भ्लग हेरिदिउँ होला। यो विक चाहिँ 9 to 4 सम्म मेरो क्लास हुन्छ। 9 to 4, 9 to 5 नै जान्छ कहिलेकाहीँ, किनकि हाम्रो कोर्स चाहिँ हल्का अरू ब्याच हेरिकन चाहिँ हाम्रो कोर्स हल्का ढिला भयो कि, त्यही भएर हाम्रो क्लास चाहिँ हल्का धेरै लामो हुन्छ आजकल। सो त्यही पनि यही लास्ट विक हो हाम्रो चाहिँ कलेजमा। सो अर्को विकदेखि चाहिँ 1 महिनाको लागि ड्युटी हुन्छ। अब चाहिँ म रेडी हुन्छु। अहिले नै 8 बजिसक्यो, मेरो कलेज चाहिँ 9 बजेदेखि चाहिँ स्टार्ट नै हुन्छ। चाहिँ म रेडी हुन्छु। फर्स्टमा मेरो स्किन म चाहिँ मोइस्चराइजर लाउँछु। मोइस्चराइजर लगाइसके अब म सनस्क्रिन लाउँछु। ड्रेस लाएर भेट्छु। चाहिँ ड्रेस लाएर पनि आइसकेँ, कपाल पनि गइसकेँ। अब चाहिँ 8:30 पनि भइसक्यो। अब चाहिँ म जानुपर्ने हुन्छ। I'll show you my dress है। गाइस अब चाहिँ म फाइनली जान्छु। मोटो अनि कपी अरू बेला चाहिँ लाइक 4टा सब्जेक्ट गरी त्यसरी पढाइ हुन्थ्यो। अनि एउटै सब्जेक्ट 2 आवर्सको 2.5 घन्टाको त्यसरी हुन्थ्यो कि। अहिले चाहिँ एउटा सब्जेक्ट 1.5 घन्टाको छ, तर 5वटा छ। हामी चाहिँ फाइनली कलेज क्लास आइसकेपछि मेरो साथीको पनि आउने छ। अनि आज चाहिँ हामी हल्का छिटो आइसक्यो। सो गाइज अब चाहिँ हाम्रो क्लास हुन्छ 9 to ब्रेक हाल्नु हुन्छ। ब्रेक कति हुन्छ? 9 to 10 छ। 9 to 10, 10 to 11:30 त्यसरी क्लास छ। अनि 11:30मा 3 घन्टा कम्युनिटी छ। सो अब हामी चाहिँ हाम्रो चाहिँ त्यस्तो छ। अनि अब म हाम्रो क्लास हुन्छ अनि म ब्रेकमा भेट्छु। ब्रेकमा फेरि म आउँछु। मेरो के भन्छु म अब ब्रेकमा आउँछु। म अहिले डमीको नोट गर्छु। अनि नोट गरिसकेर चाहिँ मेरो क्लास हुन्छ। अनि क्लास सकेपछि एउटा क्लास सकेपछि अर्को क्लास हुन्छ। अर्को क्लासको ब्रेकमा चाहिँ म तपाईँहरूलाई भेट्छु। हाम्रो चाहिँ अहिले 10 मिनटको ब्रेक छ। अनि हामीले चाहिँ लाइक हामी बाहिर गएर नै आइसक्यौँ। अब नोट गरिरहेको छु भने चाहिँ एनाटमीको, दिदी चाहिँ कम्युनिटीको, किनभने हामी शनिबार सुतेर बस्छौँ। त्यही भएर यसरी क्लासको ब्रेकमा चाहिँ नोट गर्छौँ। सबैजना चाहिँ बाहिर गएको छ कि, बाहिर घाम ताप्न। अब म नोट गर्छु। अनि त्यसपछि चाहिँ हाम्रो एउटा क्लास छ कति घन्टा, 1.5 घन्टाको क्लास छ। अनि त्यसपछि हाम्रो बल्ल 30 मिनटको ब्रेक हुन्छ। अनि त्यो 30 मिनटको ब्रेकमा म भ्लग बनाउँछु। म नोट सघाउँछु। अब चाहिँ त्यतिखेर भेटौँ ल। हाम्रो चाहिँ क्लास पनि सक्यो। अब चाहिँ हाम्रो ब्रेक टाइम छ। अनि त्यतिकै होइन गयो के ल, सक्यो। अब चाहिँ हाम्रो 30 मिनटको ब्रेक। अब हामी खाजा खान जान्छौँ अनि घाम ताप्न जान्छौँ। मेरो चाहिँ नोट गर्नु छ एनाटमीको अझै पनि। अनि अब म गर्छु होलाको भरमा जिन्दगी चल्दैछ मेरो चाहिँ।
हाम्रो खाजा खाने टाइम यो क्यान्टिनमा चाहिँ मिठो हुन्न के मिठो त हुन्छ तर ठिकैवाला मात्र मिठो ड्रेसले लाग्दैन है ड्रेस लगाएपछि चाहिँदैन 5 रुपियाँ लाग्छ ड्रेस आइडी कार्डको लागि तिमीले दादा आइ भने भन न तिमीले गर्दा मेरो सब्सक्राइब गर्छ मेरो त फोटो छ गाइस हाम्रो आइडी कार्ड पनि आयो खोइ म एउटा कुरा भन्छु आए पनि यो कसरी यसरी लागेर ह म्यामले मार्छ होला कम्प्युटरमा हैन कहाँ भएको छैन अनि कहाँ भएन भाइसक्यो तर यो राम्रो सुहाउने कि यसमा सुहाउँछ कि तर यो छैन राम्रो देख्छ ल गाइस म राखेको अब म मेरो 2टा क्लास छ 2टा क्लास सकेपछि चाहिँ हाम्रो घर जाने टाइम आयो गाइस अब फेरि हामी भोक लाग्यो अनि हामी फेरि खानु जान आँटेको है खै देखाम कतिको भन्नु त कतिको यो अफर त्यहाँ हेर न प्राइस 30 रुपिस 2टा लगाम अनि कति छ 7 जना हाम्रो 2टा ब्रेड छ त्यसपछि हामी घर जाने सो अब 2टा ब्रेडभरि चाहिँ म भ्लग गर्दिनँ किनभने मसँग चार्ज छैन सो बाई गर कुचीहरू बाई हाम्रो चाहिँ क्लास सक्यो यहाँबाट जाम है सो गाइस म चाहिँ भ्लग बनाउन बिर्सेछु होइन अन्त अहिले फेरि बनाउन थालेको राम्रो कस्तो देखेँ यार अब हामी घर जान आँटेको ओइ त्यो स्कुलको कति लामो समयसम्म स्पोर्ट्स भएको है के हो बिहान आउँदा त राम्रै भएर आउँछु त म होइन भूत भइसक्यो भूत गाइस त्यही भएर हो कि म भूत हुन्छु जहिले घर पुग्दाखेरि त यस्तो छ हालत अब चाहिँ म यहीँसम्म भ्लग गर्छु होला किनभने अब म धेरै भ्लग बनाउनु न किनभने मलाई लाज लाग्छ कि अब बाटोमा एक्लै भयो भने चाहिँ दिदी हुनुहुन्छ एकजना घर जाने अनि खाजा खाने अनि आज त मेरो नोट गर्नु छ यार एउटा चाहिँ एन्ड्रोइडमा सघाउँछु आज चाहिँ म अनि नोट गर्छु भरेतिर तर अनि फेरि बेलुका खाने टाइम हुन्छ खाना खान्छु अनि सुत्छु अनि फेरि तर भोलि त म भ्लग बनाउनु न कि किनभने यही मेरो फर्स्ट डे यही हो यो कलेजको चाहिँ अब म चाहिँ त्यसपछि मात्र बनाउँछु ड्युटी हुँदाखेरि बनाउँछु होला नभए म स्याटरडे कहीँ गएँ भने नभए त एउटै हुन्छ नि त कन्टेन्ट हामी एउटै हुन्छ कि केही फरक हुन्न गाइस नर्सिङ स्कुल भने नर्सिङ कलेजमा केही पनि फरक हुन्न सबै एउटै हुन्छ कि यो बिहान कलेज आयो दिउँसो यसरी नै क्लास भयो सक्यो डेली रुटिन सेम सो थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल द एन्ड ल भन्नु न तपाईँ अब लास्टको सब्सक्राइब कमेन्टबाट भन्नु न हाम्रो गाइस एल्साको च्यानल लाइक गरिदिनु होला धेरै माया गरिदिनु होला हाम्रो नर्सिङ लाइफ कसरी चलिरहेको छ एज स्टुडेन्ट हेरिदिनु होला हजुरहरू पनि इन्सपायर भएर पढ्न आउनु होला त्योबाट इन्सपायर हुनु होइन नर्सिङ पढ्नुको लागि तर नर्सिङ कलेज जोइन भएपछि पागल चाहिँ नहुनु है हामी जस्तो नभए यस्तै बाटोमा हाँस्दै भ्लग हामी चाहिँ तर पागल भइसक्यौँ मेरो पढाइले गाइस सजिलो हुन्छ है तर गाह्रो पनि हुन्छ कि त्यो भनेको चाहिँ सजिलो र गाह्रो भनेको चाहिँ सबसे धेरै गाह्रो रहेछ हो कि सजिलो हुनुपर्छ कि गाह्रो हुनुपर्छ त्यही भएर सो गाइस अब हामी म यही इन गर्न चाहन्छु सो बाई फेरि बाई गर्नु बाई सी यू इन द नेक्स्ट भिडियो